भाइ कतिको मजा आउँदैछ कुप खन्नु? एकदम मजा आउँदैछ। जोस् यहाँ चाहिँ अब लगभग हामीले करिबन 10 देखि लिएर 12 फुटसम्म खन्दाखेरि चाहिँ पानी आउँछ कि भन्ने आशा चाहिँ गरेको छ। हेर्नुहोस् यस्तो पाराले कुपहरू खन्नुपर्छ। यो प्लेन साइडको कुप खनाइ हो यो। यहाँ सानो हाम्रो भाइ पनि छ। यहाँको मेन कुप खन्ने हिरो नै यही हो। यता हेर्दै यही हो यो कुप खन्ने हिरो। यो फेरि 22 वर्ष पुग्यो नि यो होइन? 22 वर्ष पुगी छैन? कतिमा पढ्दैछस्? 12 मा। 22 वर्षको केटा यही हो। हेरिहाल्नुहोस् हाइट यतिको छ यो भाइ। यो चाहिँ टप हो कुप खन्नुमा चाहिँ। अब यो भाइ पसेको छ अहिले। यो भाइ पसेको र चाहिँ अब निक्लेपछि चाहिँ फेरि यो भाइको टर्न हो। पालै पिलो खन्नुपर्छ साथीभाइ। पूरा देखो क्या? अब यहाँ 3टा घर चाहिँ पुगेको छैन भन्नु पर्यो। बिल बाल्नेलाई चाहिँ अब म आफै दिन्छु। बिहान अब मान्छे नै छैन, मान्छे बोल्दैन। मान्छे बोलाउँदा पनि भन्दा भन्दा खुल्किन्छ नि। फेरि पानी त रातो हुन्छ अनि उयो अग्नि मात्रै काम दिन्छ, अरू केही पनि दिन्छ। त्यतिमा चाहिँ तेरो सिकेमा कुवामा बेसी त धुलाउनु अरू काम दिन्छ।